यो शेरबहादुर जातिको गोरु गाई हैन यो चाहिँ स्वास्नी र जेन्जीको कुटाई खाएर छेरौटी लाएर छेर्दा लखुरे भएर मर्न लास्ट भएको छ कि आजभोलि हेर्नु त यसको त यार जिब्रो पनि लाग्दैन मुखबाट एकमेसी र्याल मात्रै छोड्छ यार के भएको यार यो चाहिँ यस्तो खालको छ है यो शेरबहादुर नामको गोरु हो यो हाम्रो त्यस्तै यो कान पनि त्यस्तै खालका छन् अब मन्टा हेर्नु त यहाँ मन्टा यहाँ देखाउँ त मन्टा यहाँ गर्दनमा त्यो के अरे जेन्जीको आन्दोलनमा चाकुले हानेर चाहिँ ठाउँ घाउ गरेर दिए जस्तै भएको छ कि के कारणले भयो यस्तो यो चाहिँ केपी जातिको गोरु गाई हो केपी जातिको अलिक चलाक छ नि होइन हेर्नु है त्यहाँ एकदम डट्टी रहेछ नि जोसिरहेछ त्यही भएर यो बानर आना त्यस्तै भएको हुनाले यसको नाम चाहिँ केपी राखेको गाई अब त्यो किडनी ट्रान्सफर गर्दाखेरि नसाहरू नमिलिकन एकातिर बाङ्गिएर शून्य जस्तै मोटिया छ यो होइन यो केपी जातिको हाउभाउ सेम छ एकदम चतुर छ यो बाठो छ एकदम कसिन्छ बेला बेलामा जोसिन्छ त्यहाँ त्यो हेर्नु त त्यहाँ तल टाङमा त्यो के भन्छ खुरहरू यस्तो बाङ्गा छ औँला बाङ्गा जस्तो यार कान आँखा सेम हो त्यो ठुटुनो पनि सेम हो यार त्यस्तै छ होइन यो चाहिँ त्यो केपी जातिको गोरु यस्तो कडा छ फाल्नेले हान्ला भने डर यार भन्नै दिन्न यार यो भनेर त यार उसको नाम त भन्नै दिन्न यार जेल कोचा जस्तो यार हान्न खोज्छ यार यिनी चाहिँ विद्या नामको गाई विद्या नामको चिनिराख्नु चाहिँ विद्या नामको गाई अहिले चाहिँ यिनी गर्भवती छन् लाचाल हान्ला यार गर्भवती छन् है गाई चाहिँ यिनी विद्या नामको गाई हाम्रो होइन यिनी गर्भवती छन् यिनलाई भुडी बोकाउने यी मुलाहरू यो शेर र केपी नामको गोरु मध्येमा कुन चाहिँ नि यिनी बदमासहरू हुन् यिनीहरू दुईटा मध्येमा एकजनाले यिनलाई भुडी बोकाएको गाई होइन यिनलाई भुडी कसले बोकाएको भन्दाखेरि पछि बिहेपछि अनुहार हेरी थाहा हुन्छ